आज प्लेयरले बाइङ गरेका यी स्टकहरू सास आज 1,27,639 किता बाइङ गरेको छ भने 83,638 किता सेलिङ गरेको छ। BHCL 52,547 किता बाइङ गरेको छ भने 41,750 किता बाइङ सेलिङ गरेको छ। माउन्टेन इनर्जी 47,191 किता बाइङ गरेको छ भने 24,186 किता सेलिङ गरेको छ। पानीमा 33,981 किता बाइङ गरेको छ भने 18,151 किता सेलिङ गरेको छ। तमोर 27,938 किता चाहिँ बाइङ गरेको छ भने 18,462 किता चाहिँ सेलिङ गरेको छ। SGHL 26,466 किता बाइङ गरेको छ भने 12,651 किता सेलिङ गरेको छ। SPID 18,114 किता बाइङ गरेको छ भने जम्मा 4,700 किता मात्रै सेलिङ गरेको छ भने स्टकलाई भोलिको लागि हेर्न सक्नुहुन्छ। र SMHL 13,698 किता बाइङ गरेको छ भने 11,834 किता सेलिङ गरेको देख्न सकिन्छ। UHCW मा 12,890 किता बाइङ गरेको छ भने 8,916 किता सेलिङ गरेको छ। BHL आज 12,766 किता बाइङ गरेको छ भने जम्मा 13,489 किता मात्रै सेलिङ गरेको देख्न सकिन्छ। TPKHL 10,225 किता चाहिँ बाइङ गरेको छ भने जम्मा 2,722 किता मात्रै सेलिङ गरेको छ भने यो स्टकलाई पनि वाच लिस्टमा राख्दै गर्नु होला। KHL मा 9,496 किता बाइङ गरेको छ भने 1,1210 किता मात्रै सेलिङ गरेको देख्न सकिन्छ। EBL मा 9,210 किता बाइङ गरेको छ भने 4,781 किता सेलिङ गरेको छ। CBBL मा 7,809 किता बाइङ गरेको छ भने 2,974 किता मात्रै सेलिङ गरेको देख्न सक्नुहुन्छ। बुङ्गलमा 6,479 किता बाइङ गरेको छ भने 4,531 किता मात्रै सेलिङ गरेको देख्न सकिन्छ। र आजको यो बाइङ गरेको स्टकहरू तपाईँले वाच लिस्टमा राख्न सक्नुहुन्छ भने आज चाहिँ एकदमै धेरै सेलिङ भएका स्टकहरू चाहिँ MEHL मा 2,50,195 किता चाहिँ सेलिङ भएको छ भने जम्मा 74,642 किता मात्रै बाइङ भएको छ। LEC 1,62,981 किता सेलिङ भएको छ भने 16,356 किता मात्रै चाहिँ बाइङ भएको देख्न सकिन्छ। SOHL 1,25,597 किता चाहिँ सेलिङ भएको छ भने 51,162 किता सेलिङ भएको छ। KKSC मा 1,20,693 किता चाहिँ सेलिङ भएको छ भने 77,409 किता चाहिँ बाइङ भएको देख्न सकिन्छ। पर्बुमा 1,17,179 किता सेलिङ आएको छ भने 42,926 किता मात्रै बाइङ आएको देख्न सकिन्छ। PPCL मा 96,647 किताको चाहिँ सेलिङ आएको छ भने 20,900 किताको चाहिँ बाइङ आएको देख्न सकिन्छ। GHL मा 96,079 किता चाहिँ सेलिङ भएको छ भने 60,071 किता चाहिँ बाइङ भएको देख्न सकिन्छ भने आज चाहिँ एकदमै धेरै सेलिङ भएका स्टकहरू छ भने यो स्टकहरू छ भने तपाईँहरूले चाहिँ सेल गर्न सक्नुहुन्छ। र आज चाहिँ मार्केट जम्मा 34% को बाइङ छ भने 65% को चाहिँ सेलिङ रहेको छ। आज चाहिँ डोजी क्यान्डल बनेको छ भने मार्केटमा कुनै डराउनु पर्ने अवस्था छैन र डिमान्ड जोनमै मार्केट रहेकाले स्टक अहिले चाहिँ सेक्टर हेरेर स्टकमा चाहिँ हेर्न सक्नुहुन्छ। नेप्से घट्दै गर्दा पनि स्टकहरू चाहिँ बढ्दै गएको देख्न सकिन्छ भने त्यही भएर स्टकहरू छान्नु होला। र हाइड्रो पावर सेक्टरमा 1.84 अर्बको आज टर्नओभर आएको छ भने 37% को बाइङ र 63% को सेलिङ आएको छ। ब्याङ्किङमा 37 करोडको टर्नओभर आएको छ भने 37% बाइङ र 63% को सेलिङ देख्न सकिन्छ। म्यानुफ्याक्चरिङ 35 करोडको टर्नओभर आएको छ भने 26% को बाइङ र 14% को चाहिँ सेलिङ आएको देख्न सकिन्छ। डेभलपमेन्ट ब्याङ्कमा 13 करोडको टर्नओभर साथै 27% को बाइङ र 73% को चाहिँ सेलिङ आएको देख्न सकिन्छ। आज पनि सेक्टरहरूमा चाहिँ सेलिङ नै बढी देख्न सकिन्छ भने आज बायर्सको कन्ट्रोलमा रहेको स्टकहरू चाहिँ SIPD, CYCL, TPKHL, KHL, PCBL, NTC, SBC, SBI, KMCDB, UEL, ULBSL, NSO रहेको छ भने आज सेलरको कन्ट्रोलमा रहेका स्टकहरू चाहिँ SOHL, RSML। तपाईँलाई अस्तिदेखि मैले RSML मा चाहिँ इन्ट्री नगर्नु भनेको थिएँ। यो स्टक चाहिँ एकदमै धेरै रिस्क देख्न सकिन्छ अहिले टाइममा र एकदमै धेरै सेलिङ आएको छ आज नि। MEHL, PPCL, LEC, SHGL, SI प्यानल, AKJCL, NBL, पर्बो, MHL मा चाहिँ सेलिङ आएको देख्न सकिन्छ भने SI प्यानललाई चाहिँ वाच लिस्टमा राख्न सकिन्छ अहिलेको टाइममा। र कुनै पनि स्टकको चाहिँ एनालाइसिस गर्नुपर्ने कमेन्ट गरिदिनु होला। नेप्से मास्टर युट्युब च्यानललाई सब्स्क्राइब गरी लाइक, कमेन्ट, सेयर गर्न चाहिँ नभुल्नु होला र टिकटकमा फलो गर्न नभुल्नु होला। धन्यवाद।